साथीहरू नेपालको सुस्तामा भारतीय एसएसपीका जवानहरू पसेछन्, नेपालको सीमाभित्र पसेछन् र उनीहरूलाई त्यहाँको स्थानीयहरूले यसरी लकेटेछन्। धन्यवाद छ, सल्युट गर्न चाहन्छु त्यहाँका स्थानीयवासी जनताहरूलाई। सबैले आफ्नो क्षेत्रमा यस्तै गर्नुपर्छ। धन्यवाद छ धेरै धेरै। नहीं, ये तो इंडिया है ही नहीं ना। अगर हम लोग का नेपाल का एक जवान भी हथियार लेकर जाए तो अरेस्ट होता है। नहीं बोलता है। कुछ दिन पहले तो यहाँ पे आप सहायक हवलदार को अरेस्ट करवाए हो हथियार के साथ। यहाँ चाहिँ यति बेला चाहिँ इन्डियाको जवानहरूलाई हामी हेर्दैछौँ र उहाँहरूको बसागर्दी हेर्नुहोस्। अब उहाँलाई हामी के भन्ने, बसागर्दी कि गुन्डागर्दी? र हाम्रो नेपालमा यसरी खुलेआम नेपाली नाकामा उहाँ चाहिँ हतियार लिएर घुमिराख्नु भएको छ। कतिको जायज? सशस्त्र प्रहरी सीमा सुरक्षा बल त्यहाँका जनताको सुरक्षा ल है साथीहरू, सबैजनाले सेयर गरिदिनु होला यो भिडियोलाई, सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला।